मान्छेले भन्छन् के देशको सांसद बनिसक्नु भयो, देशको नीति निर्माण तहमा पुगिसके पछाडि नीति नियम बनाउने हो, पुस्तक बेचेर हिँड्न मिल्छ भन्छन् धेरै मान्छेहरूले। पुस्तकको बेलामा पुस्तक बेचेको निति नियम बनाउने बेलै भए छैन अहिले। हजुर अब संसदै बसेको छैन, अधिवेशनै बसेको छैन, त्यो कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने। हजुर अब धेरैले भन्छन् फेरि राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँ स्वतन्त्रमै अब जित्नु भयो, स्वतन्त्रबाटै तपाईँ काम गर्नुहुन्छ कि राष्ट्रिय स्वतन्त्र पार्टीमा तपाईँ रहेर काम गर्नुहुन्छ? नो पार्टी, नो पार्टी। स्वतन्त्रबाटै तपाईँले केही गर्नुहुन्छ, गर्न सक्नुहुन्छ, त्यो खालको वातावरण छ जस्तो तपाईँलाई लाग्छ? एकदम छ ल। तपाईँले धेरै भारी मतले अहिले जित्नुभयो म्याग्दीबाट, उहाँ जनताहरूलाई तपाईँले अब विकास गर्छु है भन्ने खालको आश्वासन तपाईँले यहाँबाट दिनुहोस् न, कसरी दिनुहुन्छ? दिएकै छैन, कसैलाई नै आश्वासन दिएको छैन। जतातर मैले त्यत्रो चाहिँ 42वटा के अरे वडा डुले, कसैलाई पनि एउटा सिन्का पनि बनाइदिन्छु भने होइन। पछि आएर सरसल्लाह गरेर जे बनाउनु पर्ने हो पछि सल्लाह गरौँला भनेको छु मैले। ए हजुर हुन्छ। यहाँ पनि देखियो तपाईँको पुस्तक बाँडेर भ्याइएन के, मलाई भनेर हेर्न सक्नुहुन्छ, धेरैले पुगेकै छैन। अब हामीले पुस्तक पढ्न चाहेछन् तर कसरी त्यो हामीले किन्ने होला भने तपाईँले त्यो कहाँ किन्न पाइन्छ? भोलि आउँछ। तपाईँ पोखरामा कति दिन बसाइछ त सर तपाईँको? अब हेरौँ उताबाट कति कहिले बोलाउँछ त्यति बेला जाने। ए हुन्छ हुन्छ।